आज चाहिँ हेर्नु भन्नु मामा हेर्नु नि नगर्नु न मेरो इन्ट्रोमा यस्तो हेलो अनि सेवारो आज चाहिँ हामी बहिनीले स्कुल लिएर जाँदैछौँ बहिनीको फर्स्ट डे हेलो भनिदेऊ हेलो बहिनी स्कुल नाम के अरे स्कुल नाम स्कुलको नामै याद छैन बहिनी अब यस्तो त छ ऱ्याप स्कुल होइन ऱ्याप्स के हो राइनो पिस प्राइमेरी स्कुल अरे ऱ्याप्स भन्न सकेको यता ऱ्याप स्कुल हो बहिनी सकिजान्छ है सर्टकट अहिले त ऱ्याप्स भन्यो ऱ्याप स्कुल ऱ्याप स्कुल हामी चाहिँ को जाँदै ड्राइभर ड्राइभर दाई मामा माइजू आउनुहुँदैछ अन्त हामी चाहिँ जाँदैछौँ लाइसु बेबी आज 12:30 मात्रै घर आउँछ स्कुल सकेर है लाइसु पढेर लेखेर यहाँ छ गाडी स्कुल बस बसायो नि बड स्कुलबाट आउँदाखेरि चाहिँ पापा तपाईं छिट्टो आयो भने घरमा मलाई लिनुहुन्न ल ल पापा ल के नाना आउँछ जान्छ अब हाम्रो लाइसकेको स्कुल पुग्यो भित्र पस्नु दिँदैन होला भिडियो कहाँ चाहिँ गएको बहिनीको स्कुलको जुत्ता किन्नु बहिनीलाई टाइट भएछ र स्कुलको जुत्ता ब्यागहरू त बाहिर छ त नि आउँदैन ए अलिक के बोलिया अभी हम लोग जा रहे हैं कहाँ पे जा रहे हैं कहाँ जा रहे हैं हम लोग लाइसुको लिने अब हिंदी सुने चाहिँ ढल्छ मामा कहाँ जा रहे हैं हम लोग हम लोग जा रहे हैं लाइसुको लेने स्कूल से लाइसुको स्कूल छुट्टी हो गया है आजको दिन यस्तो छ घाम लागिरहेछ तर हावा चाहिँ पुरा चल्छ यहाँ चाहिँ यस्तो बेसी हावा चल्छ कि क्या बोलिए मामा हेलो हाई भनिदिनु यसो सब्सक्राइब गरिदिनु भनिदिनु भान्जीको च्यानललाई यसो लाइक गरिदिनु भन्नु लाइक 2 करोड पुग्न आँटेको छ नि मेरो सब्सक्राइबर आयो 2 करोड सब्सक्राइबर बोक्ने मान्छे यहाँ छु हुनु पर्यो नि ज्यादा सब्सक्राइब गरे नि केही हुँदैन सब्सक्राइब लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् होला मेरो च्यानललाई नि घाम चाहिँ यस्तो लागिरहेछ कि घामले पोलेर सेक्वा हुन आँट्यो हामी कस्तो नराम्रो डर त्यही त भोलि छाता बोकिकन आउनु पर्यो लाइसुलाई लिन लाइसु चाहिँ यहाँनिर आउँछ बाटो भोलिदेखिको नाना 1-2 दिन बस्दा यसो 1-2 साल बस्दा यसरी लिन जान्छ 1-2 साल माछ पो 1-2 साल बस्यो नि त मलाई त अस्ति भनेको छु नि हामीलाई त्यति जाँदा हुन्छ भनेर जोइसँग जानु भन्दा चाहिँ मलाई त त्यति घरबाट पनि मम्मीले जोइको त्यस्तो धुप्पी मात्रै बेसी रहेछ मम्मी के धुप्पी अरे सल्लाह धुप्पी यस्तो बेसी धुलो उठ्छ सल्लाहको चल्ला भनेर यस्तो चाहिँ यिनीको बस चाहिँ आइपुग्यो ऊ हेरिरहेछ लाइसुले जाउँ गाडी आउँदैछ हामी पहिला लिएर आउनुपर्छ
चल्न मलाई आइपुग्यो हाम्रो बहिनी चाहिँ खै ब्याग पुरा उयो भयो देऊ पापालाई के चाहिँ लिइरहे नि फेरि हलाइसु पावर के अरे ल छिटो छिटो हाम्रो लाइसु बेबी पनि आइपुग्यो स्कुलबाट के पढ्यो आज स्कुलमा के पढ्यो आज ला के पनि पढेन ए अन्त के पढ्दै बस्यो स्कुलमा चाहिँ नि के पढ्यो केही नपढी बसी स्कुलमा ए नपाएर केही पढ्नु नपरेर खुसी हुँदै आएको चाहिँ जिमी भने न त्यो एउटा बाइकमा हुन्छ नि तपाईँको त्यो मात्रै सिनियर छैन त्योभन्दा यता विश्वास हामी एउटा गल्ला हाम्रो लाइसु बेबी ड्रेसमा पुरा सानो देख्दछ है मतलब अल्गी चाहिँ अल्गी देख्दछ तर जिउ सानो देख्दो रहेछ पछाडि कपाल पनि टिक 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 हो हेर्नुहोस् लाइसु बेबी हजुर भन न अब जुत्ता खाएको छैन बहिनी जुत्ताले खाएको छैन दुई छैन अम्ला अब चाहिँ ए ल जाउँ मिना त्यही त नयाँ जुत्ता सब्जी भन त कियान सब्जी लिनु भन छिटो सब्जी लिनु भन सब्जी लिनु भन छिटो अहिले चाहिँ मोना बाजे इभिनिङ वक जाँदैछौँ हेलो त्यत्तिकै हिँड्दै हिँड्दै जाँदैछौँ यता बाजे उनीहरूले पायो कि अरूले पाएन हाम्रो डेलीको इभिनिङ वक हुन्छ बाजे नातिनी बाटो इभिनिङ वक घरि उता जान्छौँ घरि यता घाम पनि डुब्दै छ यहाँनिर घाम छ डुब्न आँटेको छ अनि यहाँनिर चाहिँ सिभिल ग्राउन्ड छ सिभिल ग्राउन्डमा चाहिँ फुटबलहरू प्र्याक्टिस भइरहेको रहेछ अनि हामी चाहिँ फेरि लाग्दैछौँ डुलिरहेको छौँ हामी चाहिँ वक भइरहेको छ हाम्रो चाहिँ यहाँनिर हामी चाहिँ यहाँ मलिन्डो मसलेरो के भन्छ त्यो टिपिकिन ल्याएँ मैले खानुको लागि अनि घाम चाहिँ डुब्दैछ यसले मेरो गोजीमा पसेन मलिन्डो झर्छ हेर्नुहोस् घाम डुब्दैछ देख्नुभयो हामी चाहिँ फर्किँदैछौँ अहिले घुमेर एक राउन्ड घुमेर आएको अब घर हामी ले गरेको हामी यहाँबाट इभिनिङको वक सकेर एक्लै घुमेर नेपाली कि ए हाम्रो बाजे जाँगाडी हुनुहुन्छ कोही बेला बिहानै मर्निङ वक पनि हुन्छ इभिनिङ वक पनि हुन्छ कोही बेला चाहिँ इभिनिङ वक मात्रै हुन्छ हाम्रो बाजेको अहिले चाहिँ खै हामी बाजे अहिले चाहिँ खै छैन छ
ए अहिले चाहिँ बाजेको साथीहरू छैन रे, बाजे एक्लै घुम्नुहुन्छ। अन्त अहिले चाहिँ म छु, त्यही भएर बाजे मसँग घुम्नुहुन्छ, इभिनिङ वक जानुहुन्छ। कोही बेला त म सुतिरहेको हुन्छु, बाजेले मलाई नउठाइकन जानुहुन्छ इभिनिङ वक। सुतिरहेको हुन्छस् भन्नुहुन्छ। अन्त आज चाहिँ सुतेर पनि उठेर पनि बसिरहेको थिएँ। बाजे र बोजू चाहिँ मुभी हेर्नुहुन्छ नि त, सुब्बा मुभी, नेपाली मुभीहरू। अन्त मुभीहरू सकेर ठिक्कै त्यहाँदेखि जाउँ न, चक्लेट जाउँ न। बाजेले किनिदिनु भएको सुन्तला अनि मिठाई अनि सुन्तला पारी आसाम बजार या पारी आसाम बजार हो। हामी चाहिँ जाँदैछौँ हाम्रो घर। पुग्यौँ। अब गएको हामी पानी थाप्नु। बोजू नातिनीको काम छ पानी थाप्नु। तपाईँ त्यो बोक्नु, मलाई दिनु। एउटा खै नि नहीं है इधर, नहीं है इधर। जाउँ होस् यदि यहाँ थापेर ल्याउँ। होस् सजिलो हुन्छ। तपाईँ ब्यागमा बोक्नु न। निस्केको पानी थाप्नु। ला यही चप्पल लगाएर निस्किँदै रहेछु। पानी थाप्नु निस्केको बोजू नातिनी। हाम्रो इभिनिङ वक सकेर आएर पानी थाप्ने काम। इभिनिङ वक सकेर आएर पानी थाप्ने काम। अन्त मैले पर्खिनु भनेको थिइनँ नि। यत्रो 6वटा भनेपछि 6x2 लिटर, 12 लिटर एक बोजू कसरी बोकेर ल्याउनुहुन्छ। त्यही भएर मैले बोजूलाई पर्खिँदै गर्ने, बोजू म वकिङ गएर आउँछु अन्त मात्रै जाउँ भनेको थिएँ। लाइसो बेबी चाहिँ ऊपर खेलिरहेको छ यहाँ। उकालो कुद्दैछ कहाँ आएको पनि। फेरि लान्छौँ बोतलमा। यहाँ चाहिँ प्युरिफाई वाटर आउँछ, त्यही भएर चाहिँ यहाँबाट थापेर लान्छौँ बोतल। थापेर लानुपर्छ पानी। है बोजू यसो थापेर लानुपर्छ है। अघि कमलिन्दा खाँदै गरेको अमिलो अमिलो एकदम अमिलो स्वाद अमिलो सधैँभरि यो थोत्रो भाङ्गा र धुवासले खाएको लुगाहरू लगाएर हेर्दा, यो कुहिरोहरूसँग रुमालेले हेर्दा कतै बाजेले किन्नु